गाउँको बबाल छ यहाँ। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म भने एकदम फिट एन्ड फाइन भनौँ होइन, अल गुड। अहिले चाहिँ चट्टो आयो होइन, म चाहिँ काममा निस्केको। नयाँ दिन नयाँ जोस जागरका साथ होइन आइसकेँ म आज तपाईँहरू माझ। आज पनि आज चाहिँ चट्टो लगाएर होइन, मेरो चाहिँ मैले चाहिँ पहिला चाहिँ रेस्टुरेन्टमा काम हाल्थेँ भने आजदेखि चाहिँ मैले चाहिँ यामोतोमा काम हाल्न जाने भयो। आजदेखि चाहिँ मेरो काम सुरु छ। त्यसलाई चट्टो लगाएर काममा जान लाग्यो, रेडी भएर होइन। आजदेखि चाहिँ यामातोको लागि होइन, कस्तो हुन्छ अब आजको दिन हेरौँ। जाने बाटो नि थाहा छैन खासै, अब म्याप हेर्दै जाने हो। म्याप हेर्दै गएपछि थाहा हुन्छ होला नि। चट्टो लगाएर होइन, यही हो होइन। कस्तो हुन्छ त आजको काम होइन, आजको यात्रा यहाँबाट सुरु हुन्छ। ओके गाइज, लेट्स गो गाइज। चट्टो लगाएर आजको यात्रा सुरु। हामी फेरि जाने बेला बाटोमा हामी भ्यूहरू पनि देखाउँछौँ राम्रो राम्रो होइन। अस्ति इन्टरभ्यू दिन जाने बेला देखेको बबाल बबाल भ्यूहरू देखिन्थ्यो होइन। रोड खेतहरू होइन, बबाल देखिन्छ होइन। मसँग होइन गोप्रो पनि छ झन् चाहिँ, तर त्यसमा साइकलमा राख्ने ऊ र यहाँ चेस्टमा त्यो बाँध्ने हुन्छ नि त्यो बेल्ट जस्तो क्या, हो त्यो नभएर चाहिँ त्यो गोबर चाहिँ गर्नु मिले होइन। चट्टोलाई त्यो चाहिँ म छिट्टै मगाएर त्योबाट बनाउँछु। अरूलाई चाहिँ चट्टो लागेको होइन गाइज। अनि यहाँ चाहिँ यसमा चार्ज पनि कम छ होइन। यदि चार्ज भएन भने पनि म अलिअलि बेला बेला बनाइराख्छु। कस्तो हुन्छ त होइन, आजको फर्स्ट टाइम नयाँ कामको अनुभव म सुनाउँछु तपाईँहरूमाझ होइन गाइज। ल अन्तिमबाटसम्म भिडियो हेर्नु होला है गाइज। ल अलिकति टाढै छ कि नयाँ होइन, त्यहाँ पनि आधा घन्टा 1 घन्टा त जित्तो लाउँछ होला है। त्यही नै आज नि म्याप हेरेर जाने हो, थाहै छैन। त्यही भएर अलिकति टाइम लाउँछ होला। खासमा 3 बजीदेखि आउँछु, तर 4 बजीदेखि आउँछु। सुरुको दिन बाटो थाहा छैन भनेको थिएँ मैले, तर चाहिँ काम लाउँछ होला। अलिक चट्टो लगाएर ट्रेनमा चाहिँ यस्तो हुन्छ। ट्रेन हुँदाखेरि एउटै बन्द हुन्छ क्या। आइसक्यो ट्रेन ट्रेन ट्रेन। बबाल जाने है, कति साह्रो कुदेको। अब त खुली नै हुन्थ्यो है, गइसक्यो खुलिसक्यो गाइज। जङ्गल आयो होइन, कता हो यो आइपुग्यो के अरे। यतातिर देखाएको छ, देखाउँछ है बाटो यही हो जस्तो लाग्छ। आउँछ क्या हो भने अस्ति आएको थाहै भएन कसै बाटो। चिस कता आयो, उसै छ उसलाई यस्तो छ कि खै अस्ति आउँदाखेरि त यस्तो छैन जस्तो लाग्थ्यो होइन। देखाउँछ यस्तै देखाएको छ बाटो चाहिँ म्यापमा चाहिँ। म्यापले लास्ट घुमाउँछु, यता घुमाउँछु, म्याप पनि भरै हुँदैन। पुरा गाउँ रहेछ होइन, भिलेजै रहेछ चाहिँ। एकदम हरियाली छ त जान जाम पुगिने कि नपुगिने, अझै कहाँ पुगिने आएन। त्यो यहाँ रोपाइ भइरहेको जस्तो लाग्यो होइन, सिँचाइ भइरहेको रहेछ जस्तो लाग्यो। बबाल छ घरतिर। हाम्रो रोपाइहरू बेला भइसक्यो अहिले, चाहिँ रोपाइ गरेर रहेछ होइन। फेरि अहिले सेयर गर्ने यो रोपाइ सुरु भएर थियो यतातिर होइन। कुनै यता नै हो डेन्जर खेतमा आइयो के अरे है। थाहा भएन बाटो चाहिँ, म्यापले कता यता देखाउँछ है। जान्छु के अरे, कहाँ पुगाउँछ अब यसो विचार गरौँ। कहाँ भने भवाल त भ्यू त यो त खतरा के अरे। अब मान्छे त हराउँछ कि जस्तो लागिरह। गाउँ त स्वर्ग छ त स्वर्ग। स्वर्ग पुग्यो तर हालत पुगेला जस्तो छैन आज। स्वर्ग जस्तो ठाउँमा अब खतरा रोपाइ भइरहेको के। पुगिन्छ होला नि। वाउ
बवाल छ नि गाउँ होइन कस्तो मिलेको गाउँ हो भने अस्ति त आज जस्तो लागेको थिएन क्या यहाँ के हो भने म्यापले त फेरि यतैतिर देखाएको छ त यार अस्ति आएकै थिएन कि अस्तिको त्यो गाउँतिर बिचबाट गएपछि जस्तो लाग्थ्यो आज चाहिँ यतातिर आइयो घाममा हेर्नु पऱ्यो गाउँ चाहिँ खतरा भेट्यो है गाउँको जस्तो होइन होइन बब्बाल लेख्या बब्बालमा कस्तो यो हो नि त गाउँघरको याद दिलाउने आइयो त यार तल आइयो कि जस्तो लाग्छ मलाई एकचोटि फेरि म्याप हेर्छु यहाँ चाहिँ रोपाइमा कसम रोपाइ खतरा रोपाइ गर्ने छ हाम्रो 1 महिनाभरि है गाउँघरतिर गाउँको बबाल छ यहाँ गाउँ के गाउँ है पुरा गाउँ बबाल होइन सेम हाम्रो जस्तै गाउँ हो तर यता चाहिँ डेभलप छ होइन डेभलप भएर मात्र हो बबाल देखेको होइन नत्र हाम्रो जस्तै रोपाइहरू चाहिँ हुँदो रहेछ होइन हाम्रो जस्तै बबाल रोपाइ सोपा भइरहेको हाम्रोतिर नै यही सिजनमा हुन्छ नि रोपाइ यतानिर लगभग सिजन चाहिँ एउटै रहेछ नि रोपाइ हुने यतातिर त रोपिसकेको रहेछ यार ए खतरा छ त यार है कस्तो रोपाइ त्यहाँ हिलो खेल्न खतरा मजा आउँछ नि होइन त्यसमा गर्नु मन लाग्यो यार मलाई चाहिँ रोपाइ खेल्न रोपाइ गर्न मन लाग्यो पानी चाहिँ यसरी निकालेर रहेछ एनालीबाट यही निकाल्दो रहेछ पानी के भने यहाँ कहाँ हो यो यस्तो देखा अस्ति उहाँको बेला नि जङ्गलमा यो बिल्डिङहरू देखेको थियो होइन अब एउटा बाटो यहाँ छ अब एउटा बाटो यहाँ छ गाडी आयो सरी एउटा बाटो यहाँ छ एउटा बाटो यहाँ यो बाटो जाने कुन बाटो जाने काममा जाने होइन यहाँ ठाउँ हेर्नु आएको जस्तो घुम्न आएको जस्तो हो क्या यहाँ ठाउँ हराइयो कि हराइयोमा भित्र गल्ली कहाँ गयो म्यापले त घुमाइहाल्यो क्या हाइवे छ पिचोक भयो त यार पिचोक भयो त यार कहाँ जाने त नि अब नजिकै जस्तो देखाउँछ फेरि यस्तो घुमाउँछ अब कहाँ जाने नाम नै हुन्ला यार अब काम चाहिँ यस्तो यहाँ मात्र जस्तो हो गर्ने चाहिँ यही हो चाहिँ बबाल छ होइन चार्ज चाहिँ सकिसक्यो फेरि मोबाइलको होइन फेरि बेलुका चाहिँ हराइन्छ क्या फेरि म्याप नहेरी गयो भने कहाँ त भेटाएन अब भेटिला जस्तो छ होइन हाइवेमा पुगेको छ अहिले त पुग्नु छ घुम्न आएको जस्तो भयो त्यहाँ बिर्सायो भने ल्याङ हान्छ यार यहाँ जङ्गलमा आइपुग्यो होइन फेरि यहाँलाई चाहिँ यहाँबाट चाहिँ भित्र जान नमिल्ने भनेर मिलाएर रहेछ यार कहाँ जाने त नि यस्तो हाइवेमा चाहिँ ऊ साइकलहरू चाहिँ बाइकहरू चाहिँ ऊ चाहिँ दामी भनेर लेखेको छ होइन कहाँ जाने त नि भरे बिजोग हो त अब त फर्किनु पऱ्यो यहाँबाट कहाँ आयो यार यस्तो ओडारमा आइपुग्यो त डर लाग्ने ठाउँ छ त नआउला भन्न सकिन्न है गाई यस्तो जङ्गल थियो कस्तो डर लाग्ने हो कहाँ आएको यस्तो जङ्गल यस्तो छ कहाँ आयो यार म त यस्तो डर लाग्ने ठाउँ छ यस्तो ठाउँ छ यार आयो भएन फाइनल ल्याएर अब पुग्यो यार है तर कता घुमायो भने यति बेला त यस्तो छ है दिउँसो अब बेलुका घर फर्किने बेला चाहिँ कसरी फर्किने भने यार बिजोग होला जस्तो भने आस घुमायो नि यहाँ जङ्गलको वरिपरि है कस्तो डर लाग्ने ठाउँ हो यार थ्याङ्क गड धन्न पुगाइयो यहाँ रहेछ अब चाहिँ भिडियो बनाउनु मिल्दैन अब चाहिँ म मोबाइल खोलिदिउँ हालेर जान्छु